नमस्कार सम्पूर्णमा म तपाईँहरूको नगर अध्यक्ष दिपेन ठकुरी आज तपाईँहरू समक्षमा आएर कतिपय यो कुराहरू दार्जिलिङ नगरपालिका क्षेत्रमा भइरहेको काम नगरपालिकाले गरेको धेरै कार्यहरू लिएर र विगतका कार्यहरू विगतका नगरपालिका अध्यक्षहरूले गरेको कार्यहरूबारे एक दुईवटा बात गर्न हजुरहरू समक्ष आएको छु। विशेष नगरपालिका क्षेत्रमा हामी ले जब बोर्ड बनायौँ त्यस पश्चात हामीले त्यो मेमोरिज रिकल गर्दै जाँदाखेरि धेरैवटा कामहरू धेरैवटा कार्यहरू गरेछौँ जहाँनिर नगर अध्यक्ष हेतु र मेरो बोर्डको कार्यहरू हेरेर जाँदाखेरि हामीले निकै काम गरेछौँ। जुन कामहरू प्रिभियस धेरैवटा बोर्ड आयो गयो तर उहाँहरूले त्यो गर्न आँटेन र गरेन पनि रहेछ। जसमा कि यसमा मलाई के लाग्छ भने हाम्रो विशेष गरी जिटिए चिफको पनि हामीलाई धेरै आशीर्वाद रह्यो यो कार्यहरू हुनुमा। जस्तो फर्स्ट हामीले एउटा काम के गरौँ भन्दाखेरि जुन चाहिँ तपाईँको माथि मल रोडमा जब हामीले हाम्रा वर्कर्स दाजुभाइ दिदीबहिनीहरूलाई त्यहाँबाट इभेक्ट गरेर हामीले नयाँ जग्गा उहाँहरूलाई बनाउने एउटा प्रयत्न गऱ्यौँ र जमर्को गऱ्यौँ र त्यसको फलस्वरूप हामीले कार्य पनि भइरहेको छ जुन चाहिँ तपाईँहरूले देख्नु नै भइरहेको छ। त्यसमा अहिले तपाईँको जुन चाहिँ मल रोड छ यस्तो देखिँदैछ। अब जुन मल रोडमा तपाईँहरूले पहिला हेर्नुहुन्थ्यो हिँड्नु पनि नसक्ने तपाईँको दोकानपाट भएर हामीलाई देख्नु पनि नसक्ने त्यो भित्ताहरू है जहाँनिर ब्रिटिसकालीन जमानामा लागेको ढुङ्गाहरूले बनेको भित्ताहरू विन्डमेयरको त्यो भित्ताहरू हामीले देख्नु पनि नसकेको हाम्रो नानी केटाकेटीले त्योहरू हामीले ल्याएर हाम्रो नानीहरूको भविष्यप्रति पस्किनु सक्यौँ र त्यो तपाईँहरूलाई देखाउँदैछु। यसरी योहरू हामीले चेन्जेस ल्याउन सकेछौँ क्या तपाईँको र उहाँहरूलाई पनि व्यवस्थापित गरेनौँ। हाम्रा श्रीमान अनित थापाज्यूलाई धन्यवाद भन्न चाहन्छु। उहाँको आशीर्वादले गर्दा हामीले एउटा तपाईँको उहाँहरूलाई हामीले के भन्छ त्यसलाई हकर्स मार्केट भनेर एउटा चिन्हित गरेर एउटा कन्स्ट्रक्सन पनि हामीले गर्न स्टार्ट गऱ्यौँ। तर त्यहाँनिर कहाँ के भयो तपाईँहरूलाई थाहा छ। त्यहाँनिर एउटा सब्सिडिज म्याटर भइपठायो तर त्यसलाई पनि हामीले सल्भ गर्ने ट्राई गर्दैछौँ र त्यसको पनि एउटा आकार हामीले दिन सक्षम भइरहेको छौँ र त्यो सब्सिडिज हुनाले गर्दाखेरि अहिले कार्य त अलिकति अड्केको छ तर त्यसमा हामीले धेरैवटा कुरा हामीले देखाउन सक्ने एउटा क्षमता पुगेको जस्तो मलाई लाग्छ। यसमा पनि हामीले टेवा पुर्याएछौँ र त्यसरी नै हामीले दार्जिलिङ क्षेत्रमा हाम्रा धेरै महानुभावहरूको एउटा तपाईँको दुःख थियो कि उनीहरूलाई लाग्थ्यो कि नेहरू रोड किन यसरी यस्तो खालके माने मिसयुज भइरहेको छ नेहरू रोडमा भनेर। र त्यो नेहरू रोडलाई पनि हामीले ब्युटिफाई गर्ने प्रयत्न गऱ्यौँ र त्यसमा हाम्रा रमेश थामीज्यूलाई धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले पनि धेरै कन्ट्रिब्युट गर्नुभयो कुरामा र त्यो भन्दा भन्दै हामीले नेहरू रोडलाई पनि कैभेन्डस अगाडि यस्तो खालके एउटा स्वरूप दिन पायौँ जुन स्वरूप हेतु अहिले नेहरू रोडको त्यो बाटो यति राम्रो र रमणीय एउटा राम्रो ब्युटिफुल प्लेस भएर देखिएको छ र हामीले जनताप्रति हामीले दिन पायौँ। यो पनि तपाईँहरूले आत्मसात गर्नुभएको होला। त्यही गर्दै अरू कार्य हामीले के गरेछौँ भन्दाखेरि विगतको दिनहरूमा कि बजार क्षेत्रमा चोक बजार एरियामा हाम्रो दिदीबहिनीहरूलाई हाम्रो आमा हाम्रो जति पनि त्यहाँनिर हाम्रो लेडिजहरू सपिङहरू गर्न जानुहुन्थ्यो चोक बजारमा हिँड्न उहाँहरूलाई कति गाह्रो भइरहेको हुन्थ्यो र त्यो एरियालाई हामीले हेरेर जाँदाखेरि हामीले त्यसलाई ब्युटिफाई गर्नुपर्छ त्यसलाई एउटा नयाँ स्वरूप दिनुपर्छ। उनीहरूलाई म मेरो बोर्डलाई धेरै धन्यवाद भन्न चाहन्छु कि यो चिजलाई उहाँहरूले अगाडि बढाएर त्यो काम गर्यो र अहिले तपाईँको चोक बजार क्षेत्र यस्तो देखिँदैछ। हेर्नुहोस् तपाईँको टाली लगाएर हामीले यस्तो बनाइदियौँ र अहिले एटलिस्ट हाम्रो दिदीबहिनीहरूलाई हाम्रो आमाहरूलाई हामीहरू जति पनि त्यहाँ दोकानदार गर्नु हुनुहुन्छ उहाँहरूलाई हिँड्नमा सुविधा भइरहेको छ र हिलोमा छ्याप भएर हिँड्न परेको छैन। यो पनि हामीले एउटा अचिभ गर्न सकेछौँ र खुसी लाग्छ मलाई हामीले यति गर्न सकेछौँ भनेर। र
धेरै नै गरिपठाएछौँ है यत्रो 31 सालमा। र अर्को अचिभमेन्ट के गरिपठाएछु भन्दाखेरि यो जुन चाहिँ हाम्रो म्युनिसिपलको बाटो हाम्रो एउटा के छ भने भिजन छ कि जति पनि फुटपाथहरू भयो, जति पनि एरियामा हामीले फुटपाथ क्रिएट गर्छौँ भनेर। र त्यही भिजनलाई हेरेर फर्स्ट एउटा अचिभमेन्ट हाम्रो यहाँ तपाईँको म्युनिसिपालिटीको अगाडिपट्टि जब मैले देख्थेँ हाम्रो स्टुडेन्ट नानीहरू, विशेष गरी म्युनिसिपल, बोर्डिङ, सेन्ट रिजा है, लोरेटो, यो नानीहरू जब हिँड्थ्यो बाटोमा, त्यति बेला बिच बाटोमा हिँडिरहेको, गाडीहरू आइरहेको, उहाँहरूलाई हिँड्न अप्ठ्यारो भइरहेको, र सिनियर सिटिजन्सहरू जब ब्याङ्कमा आउँथ्यो, ब्याङ्कमा कार्य गर्नुको निम्ति उहाँहरूलाई हिँड्नको लागि उहाँहरूलाई यति साह्रो असुविधा थियो। त्यो देख्दाखेरि मलाई एकदमै बोर्डप्रति मैले यो कुरा राखेर पहिलाको बोर्डमा पनि राख्दा यो हुनु पाएन, र हाम्रो नयाँ बोर्डमा मैले राख्दाखेरि एकपल्टमै उहाँहरूले यस भनेर बोर्ड अफ काउन्सिलर्समा पास गर्दाखेरि यो तपाईँको फुटपाथ बनाउन पाएँ। र यो फुटपाथमा अहिले धेरैले सुविधाजनक हिँड्न पाइरहेको छ, र त्यसको लागि पनि म मेरो बोर्डलाई धन्यवाद भन्न चाहन्छु। हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ। त्यो कन्सेप्ट चाहिँ के हो भने जति पनि मैला कुचेरा फ्याँक्ने भ्याटहरू छ, त्यो भ्याटहरू चाहिँ अब हामी सबै भ्याटहरूलाई म्याक्सिमम भ्याट हामीले अब बन्द गर्दैछौँ, र जनताप्रति यो भन्न पनि चाहन्छु। तर भ्याटहरूलाई हामी यसरी ब्युटिफाई गर्दैछौँ। यो तपाईँको यहाँ तल एबिसीको मुनिपट्टि हो, यो यति साह्रो मैला हुन्थ्यो ठाउँ, यसलाई हामीले यस्तो स्वरूप दिएको छौँ अहिले, र यसको रूप बदलेको छ। र यहाँनिर अहिले बुढापाकाहरू हिँडेर आउँदाखेरि यहाँ बसेर उहाँहरू मजाले तपाईँको थकाइ मार्न सक्छ, बुझ्नुभयो? यस्तो खालके हामीले बनाएको छौँ। र यसरी नै आइएनए बाइपास भयो, र धेरै अरू जग्गामा पनि हामीले ब्युटिफिकेसन काम गरिसकेका छौँ। र आउँदो दिनमा चौरस्ताको बाटोहरू पनि अब हामी बन्द गरेर त्यहाँनिर पनि ब्युटिफाई गर्ने हाम्रो प्लान छ, ताकि दार्जिलिङमा कुनै पनि ठाउँमा मैला यसरी नपरोस् भनेर। त्यो गर्दा गर्दै तपाईँको फेरि यो भ्याटबाट निक्लेको मैलाहरू भयो, जति पनि दार्जिलिङ टाउनमा निक्लेको मैलाहरू भयो, त्यसलाई त कहीँ न कहीँ हामीले एउटा जग्गामा राखेर, जग्गामा पुर्याएर त्यसलाई त टेवा दिनु पर्यो, के त त्यसको गर्नु पर्यो। र अहिलेसम्ममा हाम्रो 17 नम्बर वार्डमा तल मुर्दाहाटीको त्यहाँनिर नै हामीले डम्पिङ चुट छ, डम्पिङ चुटमा फ्याँक्दै थियौँ। तर अब चाहिँ जे पनि हुन्छ सिस्टमेटिक हुन्छ। हाम्रो बोर्ड आए पश्चात हामीले यहाँ ल्यान्डफिल्ड बनाएको छौँ, र ल्यान्डफिल्ड क्रिएसन अलमोस्ट कम्प्लिट हुन लागेको छ। र यसमा आउँदो दिनमा सेग्रिगेसन मसिन लाग्छ। सेग्रिगेसन मसिन लागेर जति पनि सलिड वेस्टको इस्युजहरू छ यहाँ हामीले यसलाई तपाईँको टेवा पुर्याउनेछौँ। र अबको फ्युचरमा जति सक्दो दार्जिलिङमा यो मैला जलेर आगो लागेर धुवा भएर हाम्रो जति पनि जनसाधारण छ उहाँहरूलाई प्रब्लम नहुने कार्य हामीले गरेको छौँ। र यो कार्यले गर्दा आउँदो 20 वर्ष, 30 वर्ष, 50 वर्षसम्म टचुट यसले गर्दाखेरि दार्जिलिङलाई राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र योहरू हाम्रो कतिपय अचिभमेन्ट्सहरू मैले तपाईँहरूसँग राख्न पाएँ। र यो अचिभमेन्ट्सहरू राख्दा राख्दै जस्तो यो भयो, त्यही तल डम्पिङ चुटको जहाँ कन्स्ट्रक्सन भइरहेको छ र अलमोस्ट कम्प्लिट भइसकेको छ। यो भन्दा भन्दै हामीले यत्रो अचिभमेन्टहरू गरेछौँ, यत्रो के भन्छ दार्जिलिङमा अहिले 13-14वटा बाटो बनायौँ, तपाईँको म्यास्टिक रोड्सहरू बनाएको छौँ। र यसरी नै पब्लिक हाइड्रेन्ट्सहरू हामीले धेरै दिइसकेको छौँ। र आउँदो दिनमा पनि पब्लिक हाइड्रेन्ट्सहरू र जहाँ जहाँ पानी पुगेको छैन, बत्ती पुगेको छैन, त्यहाँ हामीले बत्ती पानी पुर्याउने र बाटो पुर्याउने काम गरि नै रहेको छौँ। र आउँदो दिनमा हाम्रो धेरैवटा पोइन्ट्स छ, प्रोजेक्ट छ, जस्तो सेल्फी पोइन्ट्सहरू भयो, स्काई वकहरू भयो। यो प्रोजेक्ट्सहरू पनि हाम्रो पाइपलाइनमा छ। र आउँदो दिनमा अबको आउँदो 6 महिना 1 वर्षभित्रमा, विशेष गरी 6 महिनाभित्रमा नै हामीले यो लाई तपाईँहरूप्रति पस्किनेछौँ, देखाउनेछौँ कि हामीले हाम्रो बोर्डले के अचिभ गर्न सक्यो भनेर। र अरू तपाईँको जुन चाहिँ म्युनिसिपालिटी हल छ, यो हललाई पनि अब हामीले फ्युचरमा सोचेको छौँ यसलाई एउटा म्युजियम बनाउने भनेर। म्युजियम कम एउटा कस्तो भने ब्याङ्क्वेट हल टाइपको बनाउने, र यहाँबाट रेभिन्यू जेनेरेट गरेर एउटा त्यो रेभिन्यूले आउँदो दिनमा दार्जिलिङको हरेक जनताप्रति हामीले फेसिलिटी प्रोभाइड गर्ने भन्ने एउटा हाम्रो प्लान छ। र त्यो प्लानमा पनि हामी काम गरिरहेका छौँ। र यो भन्दा भन्दै यत्रो काम गरेछौँ हामीले है। र मेरो बोर्डलाई र म सम्पूर्ण दार्जिलिङका जनसाधारणलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कि उहाँहरूले हामीलाई सहयोग दियो र अहिलेसम्ममा हामीले यत्रो काम गर्न पायौँ।
त्यो भन्दा भन्दै एउटा कुरो के निस्केर आयो भन्दाखेरि आज म तपाईँहरूसँग फेरि त्यो कुरा पनि राख्न चाहन्छु कि भेरी रिसेन्टली मैले एउटा एफआइआर गरेको छु र एफआइआर चाहिँ के को लागि भन्दाखेरि चाहिँ जुन दार्जिलिङ म्युनिसिपालिटीलाई स्वयं मैले गर्नु पर्यो किनभने म नै हेड अफ द डिपार्टमेन्ट परेँ र मैले नै गर्नु पर्यो र दार्जिलिङ म्युनिसिपालिटीलाई जुन प्रकारले फ्रजरी गरेर दार्जिलिङ म्युनिसिपालिटीको आफ्नो प्रपर्टीलाई कसै ब्याङ्कसँग मिलेर अक्सन गरेर दार्जिलिङ म्युनिसिपालिटीको प्रपर्टीलाई अक्सन गरेर दार्जिलिङ म्युनिसिपालिटीलाई धेरै मात्रामा तपाईँको नोक्सान पुर्याइदिएको हाम्रो बिचमा यो खबर पायौँ र यो भएको रहेछ सन् तपाईँको यो फाइल अप्रुभ भएको रहेछ तपाईँको 3 अगस्त 2022 सालमा र त्यो प्रपर्टीको लिज इस्यु भएको रहेछ 30 नोभेम्बर 2022 मा र त्यो लिज चाहिँ फ्रेस लिज उहाँहरूले अप्रुभ गर्नु भएको रहेछ विदाउट कन्सर्न टु बोर्ड अफ काउन्सिलर्स। यो त एउटा फ्रजरी हो र यो भएको रहेछ तपाईँको एउटा प्रपर्टी रिलेटेड तपाईँको चानबारीमा जैन मित्र रोडमा। अन्त यो प्रपर्टीको जुन छानबिन गरेर हामीले हेर्दाखेरि चाहिँ यसमा फर्जरी छ तर अब यो हामीले एफआइआर गरेपछि त यो इन्भेस्टिगेटिङ एजेन्सी जुन चाहिँ छ पुलिसहरूको जो पुलिससँग अब यो पुगेपछि त उहाँहरूले इन्भेस्टिगेट गर्छ तर हाम्रो कर्तव्य के बनिन्छ भने हामीले यस्तो कुरा चाहिँ पब्लिक डोमेनमा ल्याउनु पर्ने नै हो र पर्छ र यस्तो फ्रजरी चाहिँ किन भयो कसरी भयो है त्यो बेलाको बोर्ड त्यो बेलाको चेयरम्यान उहाँहरूलाई र उहाँहरूको पार्टीको जुन चाहिँ मुखौटा कि हामी चाहिँ ठेट इमान्दार भन्ने एउटा मुखौटा छ नि उहाँहरूको त्यो मुखौटालाई चाहिँ आज म यहाँनिर उजागर गर्न चाहन्छु र यो केस के छ भने त्यो जुन चाहिँ उहाँहरूले त्यो ल्यान्ड अक्सन गराएको छ त्यो अक्सन टोटली इलिगल छ र भ्यालुएसन एउटा लेभलमा देखाएर त्यहाँबाट त्यो ल्यान्डको भ्यालु चाहिँ ब्याङ्कलाई उयो मिलाएर त्यहाँबाट एउटा हाइएस्ट लेभल अफ भ्यालुएसनमा अक्सन गराएको छ। अब यो यति साह्रो अहिले सब्जुडियुस भयो यो अब एउटा अहिले तपाईँको हामीले एफआइआर गरेपछि सब्जुडियुस भयो र यसको अहिले तपाईँको उयो चलिरहेको छ इन्भेस्टिगेसन चलिरहेको छ तर यसमा इन्भल्भमेन्ट चाहिँ सर्टन पर्सनहरू छ र त्यो मानिसहरू चाहिँ अप्रुभ गर्ने त्यो टाइममा त्यो फाइललाई अप्रुभ गर्ने जो महानुभाव हुनुहुन्छ हाम्रो प्रिभियस चेयरम्यान साहब रितेश पोर्तलजी विदाउट एनी पेस्टिङ अफ बोर्ड अफ काउन्सिलर्स भ्यालुएसन पनि यहाँनिर लेखाएर त्यसरी गरेको छ र मलाई लाग्छ तपाईँको लिज उहाँहरूले दिनुभएको छ जुन डेटमा त्यति बेला त मलाई लाग्छ त्यो टाइमको बोर्ड पनि प्रोबब्ली ढलिसकेको थियो बोर्ड पनि ढलिसकेको थियो र त्यो टाइममा चाहिँ उहाँले लिज दिनुभएको छ त्यो चाहिँ 30 नोभेम्बर 2022 मा यो टोटल फ्रजरी छ र कसको नाममा चाहिँ उहाँले यो सबै गर्नुभएको छ यो तपाईँको दिनुभएको छ लिज इन्ट्रेस्टिङ छ मिस्टर विमल कुमार झावर अनि उहाँसँगको पार्टनर छ प्रवीण अग्रवाल अनि प्रदीप कुमार झावन। इन्ट्रेस्टिङ होइन यो कुरा आफूलाई ठेट इमान्दार भनेर ठान्छ र यति डरलाग्दो फर्जरी गरेको छ र यस्तो त अझै कतिवटा छ हामी खोज्दैछौँ र यो कुराहरूलाई देख्दाखेरि चाहिँ मैले किन चाहिँ यो चिजहरू मैले तपाईँहरूसँग पस्केको भन्दाखेरि चाहिँ हामीलाई यस्तो यस्तो कुरामा एलिगेसन्स ल्याउँछ के ल्याउँछ विदाउट प्रुफ एलिगेसन ल्याउनुभन्दा अगाडि प्रुफ राख्नुहोस् एलिगेसन ल्याउनुहोस् र आज मैले तपाईँहरू समक्षमा हाम्रो अचिभमेन्ट्स
र उहाँहरूको फ्रजरी यो कम्पेयर गर्न चाहेको थिएँ। र यो जनतालाई म अपिल गर्न चाहन्छु, मुखौटा हेरेर इमान्दारीको मुखौटा ओढ्नेहरूसँग हामी जोगिनुपर्छ। आउँदो दिनहरूमा इमान्दारीको मुखौटा ओढेर अगाडि बढ्नेहरूसँग हामी जोगिनुपर्छ। विदाउट प्रुफ एलिगेसन लाउनेहरूसँग जोगिनुपर्छ। र जति पनि अहिले दार्जिलिङमा यो चलिरहेको छ, जति पनि यो अब माने न्युज पोर्टलहरू माने लिएर के भन्छ त्यसलाई, त्यो ब्लगर्सहरू भएर गर्नेहरू, उहाँलाई पनि म भन्न चाहन्छु, जब तपाईँहरूकोमा प्रुफ हुन्छ तपाईँहरू बोल्नुहोस्, प्रुफ नभइकन नबोलेको राम्रो। हामी चाहिँ प्रुफ लिएर बोल्छौँ। र तपाईँहरूलाई थाहा भएकै कुरो हो, जब हामीले एउटा जग्गालाई रेन्ट गरायौँ र रेन्ट गराएर त्यहाँनिर एउटा ह्यान्डसम अमाउन्ट अफ मनी हामीले म्युनिसिपालिटीलाई रेभिन्यू ल्याउनु पायौँ, त्यति बेला मेरो अगेन्स्टमा मुर्दाबाद, मेरो अगेन्स्टमा तपाईँको दुनियाँभरको नारा लगाइयो। तर त्यो त मैले रेन्ट गरेको थिएँ। मेरो बोर्डले रेन्ट र लिज, फ्रेस लिजमा धेरै फरक छ। बोर्ड अफ काउन्सिलर्समा नराखिकन फ्रेस लिज दिने कुनै पनि दार्जिलिङ म्युनिसिपालिटीमा बिएम एक्टमा त्यो छैन। तर हामीले यो पायौँ। र म यो भन्न चाहन्छु कि विगतको आउँदो दिनहरूमा हामी अझै यस्तो कुराहरू खोज्नेछौँ र हजुरहरूको अगाडि ल्याउनेछौँ। र हामीले कर्ममा विश्वास गरेर काम गरेको छौँ र आउँदो दिनमा पनि दार्जिलिङ हेतु, दार्जिलिङलाई एउटा जग्गामा पुर्याउनको निम्ति हामी काम गर्नेछौँ। र मलाई थाहा छ यहाँनिर उहाँहरूको कतिवटा पार्टीका के अरे तपाईँको स्क्रिप्ट राइटर्सहरूले मलाई आज बेलुकी जब यो न्युज हेर्नुहुन्छ मलाई गाली गर्छ, र मैले गाली खानको लागि पनि तयार छु। तर सचेत जनताले चाहिँ बुझ्छ भनेर म आशा। नाममा गर्नुभएको छ एफआइआर मैले के अरे हामीले तपाईँको खासमा त एफआइआर त एज अ चेयरम्यान मैले नै गरेको छु, किनभने यो कुरा मेरै अगाडि आयो। र तपाईँको विमल कुमार झावर, प्रवीण अग्रवाल, प्रदीप कुमार ओझा भन्ने छ, उहाँ त अहिले हुनुहुन्न होला, तर अन्त हाम्रो प्रिभियस चेयरम्यान साहब को अगेन्स्टमा गरेको छु। यस्तो कुराहरू कस्तो हुन्छ भने यस्तो फाइलहरू चाहिँ लुकेर बसेको हुँदो रहेछ। र कतिवटा कुरो हामीले प्रपर्टीको इन्भेस्टिगेसनहरू यताउता खोजेर जाँदाखेरि चाहिँ यो फाइलहरू हामीले हेर्दै जाँदाखेरि चाहिँ यस्तो यस्तो फ्रजरीहरू भएको रहेछ। अझै छ यस्तो फ्रजरीको, त्यो हामी भविष्यमा ल्याउनेछौँ। तर हामीले खोज्दै जाँदाखेरि चाहिँ यस्तो चिजहरू भेट्दै गयौँ क्या। किनभने अब यस्तो फाइलहरू लुकाएर राखेको हुँदो रहेछ, हामीलाई पनि थाहा थिएन। तर हामीले यो प्रपर्टीको के रहेछ, त्यो प्रपर्टीको के रहेछ हामीले बुझ्न चाहँदाखेरि चाहिँ यस्तो कुराहरू निक्लेको। यसमा कुनै भेस्टेड इन्ट्रेस्ट छैन, यसमा कसैलाई मैले डिमिन गर्नुको लागि गरेको होइन। तर पब्लिक डोमेनमा यस्तो कुराहरू ल्याउनै पर्छ हामीले भन्ने एउटा हेतु, चेयरम्यानको हिसाबले मैले यो कुरा पब्लिक डोमेनमा ल्याएको। जुन कुरोले बोर्डमा नराखी लिजमा दिएको, इन द्याट टाइम प्रिभियस चेयरम्यानले आफ्नै बलबुतामै दिएको रहेछ भन्ने बुझिन्छ। एकदमै एकदमै, किनभने बोर्ड अफ काउन्सिलर्स मिटिङमा राखेपछि चाहिँ एउटा पेस्टिङ हुन्छ, त्यो पेस्टिङ टालेको हुनुपर्छ, त्यो टालेको छैन। तर मैले इन्भेस्टिगेसन गराउनको निम्ति बोर्ड अफ काउन्सिलर्समा राखेको छु। बोर्ड अफ काउन्सिलर्सको पेस्टिङसँगै यसलाई पास गराएको छु र बोर्ड अफ काउन्सिलर्सकै तपाईँको अग्रिमेन्ट अनुसारमा यो इन्भेस्टिगेसनको लागि एफआइआर गरेको मैले। त्यस्तो चाहिँ यहाँ त्यसरी यो चाहिँ बोर्ड अफ काउन्सिलर्सकै उयसमा तपाईँको उहाँहरूकै रेकमेन्डेसन लिएर नै मैले यो एफआइआर गरेको, यो पनि भन्न चाहन्छु। धन्यवाद। 22मा भएको यो कुरा नि, तर डिपार्टमेन्टको थ्रु पनि तपाईँले किन यस्तो ढिलो जानकारी पाए जस्तो लाग्छ? यो कुरा त होइन। हजुर, मैले अहिले भर्खर तपाईँलाई एउटा जनाएँ नि, यस्तो कतिवटा फाइलहरू त्यस्तै लुकेर बसेको हुँदो रहेछ, बुझ्नुभयो। अब यस्तो फाइलहरू त हामीले खोजेको भन्दाखेरि पनि जब हामीले कतिवटा नयाँ तपाईँको डेभलपमेन्टहरू गर्दैछौँ होइन, त्यो डेभलपमेन्टहरू गर्दाखेरि कतिवटा ल्यान्ड इस्युज, ल्यान्डको तपाईँको मार्किङहरू हुन्छ, के हुन्छ, अनि हामीले यो भ्याकेन्ट ल्यान्डको चाहिँ यो एरियाको चाहिँ के छ भनेर बुझ्न चाहँदाखेरि चाहिँ यो कुरा निक्ली पठाएको। अब यो इट्स अप टु द इन्भेस्टिगेटिङ एजेन्सी। इन्भेस्टिगेटिङ एजेन्सीले यसलाई प्रिभेन्सन अफ करप्सन एक्टमा
हाल्नु पर्यो र प्रिभेन्सन अफ करप्सन एक्टमा हालेपछि अब इट्स अप टु द इन्भेस्टिगेसन अफिसर्स हाउ दे विल डु द इन्भेस्टिगेसन तर हामी दार्जिलिङ म्युनिसिपालिटी विल कोअपरेट विथ देम इन एभ्री एस्पेक्ट थ्याङ्क यू तपाईं हेर्नु हुँदैछ एसजी न्यूज